धन्यवाद आदरणीय सञ्चालकज्यू। आजको यो कार्यक्रमका सभाध्यक्ष महोदय, आजका प्रमुख अतिथि संविधान सभा सदस्य आदरणीय दिदी कुमारी लक्ष्मी राईज्यू, आजको यस पुस्तकका लेखक, जुन परिचर्चा गर्न लागि पुस्तकको लेखक विशिष्ट अतिथि आदरणीय विष्णु एस राईज्यू, यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण गण्यमान्य बुद्धिजीवी महानुभावहरू, त्रिवेणी साहित्य प्रतिष्ठानका पदाधिकारीज्यूहरू, पत्रकारज्यूहरू लगायत सम्पूर्ण बौद्धिक वर्गहरूमा यो पुस्तकको परिचर्चा कार्यक्रम भनिएको छ। सर्वप्रथम म आफूलाई यो पुस्तक अध्ययन गर्न पाउने जुन सुअवसर पाएकोमा म आभार र खुसी व्यक्त गर्न चाहन्छु। आदरणीय पुस्तकका लेखक प्राध्यापक डाक्टर विष्णु एस राईसँगको मेरो परिचय र पहिलो भेट लगभग आजभन्दा 10 वर्ष अगाडि यो राई बान्तावा भाषासँग सम्बन्धित बान्तावा शब्द कोष निर्माण गर्ने सन्दर्भमा इलाममा भएको एउटा बुङ्वाखाको आयोजनामा भएको कार्यक्रममा पहिलो भेट भएको थियो। उहाँलाई भेट्दा यति ऊर्जा र उत्साह सायद अरूलाई भेट्दा मलाई भएको थिएन र अहिले पनि आफ्नै स्वयं भोजपुर जिल्लामा भेट्दाखेर आज पनि खुसी छु। र यो भन्दा अगाडि पनि बुङ्वाखाको कार्यक्रम आमचोकमा भयो, हतुवागढीमा भयो, त्यतिखेर पनि भेट हुन पाएको थियो। र मलाई आज चाहिँ धेरै गरुङ्गो लागिरहेको छ, कता कता डर पनि लागिरहेको छ। पुस्तकको स्वयं लेखक हुनुहुन्छ, यो परिचर्चामा अब यो छोटो समयमा हिजो मात्रै हाम्रो अधिवक्ता हाम्रो उत्तम सरले अघि कुरा राखिसक्नु भएको छ। उहाँले यो पुस्तक चाहिँ तपाईले एकसरो हेरिदिनु पर्यो भन्नुभयो। अब यो परिचर्चा कार्यक्रममा पुस्तकलाई पक्कै पनि म न्याय दिन चाहिँ सक्दिनँ, तैपनि यसो एकसरो हेर्छु सर भने। र यो चाहिँ एउटा इन्द्रको अगाडि स्वर्गको बयान जस्तो पनि हुन सक्छ। सर स्वयं हुनुहुन्छ र सरले पनि मैले थोरै यसो विवरण मात्रै प्रस्तुत गर्नेछु र सरले आफै पनि यो विषयमा पक्कै पनि लेखकीय दृष्टिकोण प्रस्तुत गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु। र सरलाई मैले त्यतिखेर इलाममा सुनेको उहाँको कविता, उहाँ सर्जक, साहित्यकार, कवि लगायत यो चाहिँ उपन्यासको रूपमा प्रकाशित भएको रहेछ यो हतुवा युवा चाहिँ। र सरको दुईटा कविता मेरो कानमा चाहिँ गुन्जिरहेको छ। शीर्षक चाहिँ मैले भुले, मलाई यही भुइँतला नै ठिक छ भन्ने एउटा कविता आज पनि सुन्न पाए हुन्थ्यो भनेर आग्रह गरेँ। र सरको अर्को कविता मलाई याद छ, शीर्षक चाहिँ थाहा भएन। एउटा बाउको एउटा पुरानो साइकल, त्यो कति प्यारो हुन्छ, तर छोराले कवाडीमा बेचेर पठाउँछ। त्यस्तै बुवाले प्राप्त गरेको तकमाहरू पनि सायद छोराले बेच्छ क्यार। हो त्यो कथावस्तु भएको कुन शीर्षकको कविता हो सर, त्यो पनि आज सुन्न पाए हुन्थ्यो भन्ने आग्रह गर्न चाहन्छु। र म धेरै गन्थन गर्नुभन्दा पनि अगाडि मैले यहाँ भनिसकेँ, यो पुस्तकको विश्लेषण चाहिँ म गर्न सक्दिनँ। म यसको विवरण एउटा विवरणात्मक रूपमा यो पुस्तकको विवरण चाहिँ म प्रस्तुत गर्न चाहन्छु।
यो प्राध्यापक डाक्टर विष्णु एस राईले लेख्नु भएको हतुवा ओ किवा भन्ने पुस्तक कृतिको नाम चाहिँ हतुवा ओ किवा, ब्राकेटमा ऐतिहासिक उपन्यास भनिएको छ र यसको लेखक विष्णु एस राई र यो पुस्तकको प्रकाशक सगुन असरा प्रकाशन काठमाडौँ, प्रकाशन वर्ष 2081 फागुन भनिसके पछाडि 1 वर्ष अगाडि प्रकाशन भएको बुझिन्छ। यो साहित्यिक कृतिको मूल्य 400 रहेको छ र यो सानो आकारको छ, जम्मा 81 पेजको यो उपन्यास रहेको छ र यसभित्र जम्मा 19 वटा भागहरू छन्। 81 पेजमा 19 वटा भाग हुनु भनेको चाहिँ छोटो छोटो मा र पुस्तक आफैमा सानो, के भन्छ नि बिन्दुमा इन्दु भने जस्तो, यो थोरैमा यहाँ धेरै कुरा छ भन्न चाहिँ सक्छु, तर पनि के छ भन्ने कुरा चाहिँ पाठकलाई नै म छोड्न चाहन्छु। र यो कृति उपन्यासको रूपमा रहेको छ, तर यहाँको विषयवस्तु हेर्दाखेर इतिहासका विषयवस्तु रहेको पाइन्छ। हतुवा ओ किवा भनेको चाहिँ राई किराती भाषामा नामाकरण भएको बुझिन्छ। हतुवा ओ किवा भनेको चाहिँ हतुवाको बाघ भन्ने अर्थ नेपालीमा लाग्छ, किवा भनेको बाघ। र यो उपन्यासको प्रमुख नायक पात्र भनेको अट्टल सिंह, हतुवागढी राज्यका पूर्व राजा, किराती राजा अट्टल सिंहलाई चाहिँ उपन्यासको मुख्य नायक बनाएर लेखिएको छ र यहाँ धेरै ऐतिहासिक विषयवस्तुहरू प्रस्तुत गरिएको छ। यसलाई दुईटै दृष्टिकोणले पनि हेर्न सकिन्छ भन्ने पनि मलाई लाग्छ। यो चाहिँ एउटा ऐतिहासिक सामग्री हो भन्छु, साहित्य भन्दा पनि, किनभने यहाँका पात्रहरू जस्तै अट्टल सिंह रियल पात्र हुन्, त्यस्तै पृथ्वीनारायण शाहका सेना र अट्टल सिंहका सेनाबीच भएका युद्धका घटनाहरू ती इतिहासमा वास्तविक छन्, ती कुराहरू छन्। र तर पनि त्यो इतिहास हुँदाहुँदै पनि लेखकले प्रस्तुतिकरण शैली चाहिँ फेरि साहित्यिक रोज्नु भएको छ भनेपछि यसको अभिव्यक्त शैली चाहिँ उपन्यास भयो, साहित्यिक भयो, विषयवस्तु चाहिँ हतुवागढीको इतिहास। त्यसो भएको हुनाले यो भोजपुर जिल्लाको हतुवागढीको इतिहास यसले सिङ्गो बोक्छ भन्ने पनि लाग्छ। म चाहिँ इतिहासको विद्यार्थी पनि नभएको हुनाले यसको विषयवस्तुको धेरै विश्लेषण म गर्न सक्ने अवस्थामा पनि छैन। यहाँको विषयवस्तुको चर्चा गर्ने हो भने अट्टल सिंह भर्खर युवराज धीराज रहेका हुन्छन् र उनी चाहिँ शिकार खेल्ने धनुर्धारी व्यक्तिको रूपमा र एकजना किराती तरुण युवती हाङमा चाहिँ नायिकाको रूपमा प्रस्तुत गरेर पहिलो भागमा एउटा यस्तो रमाइलो परिस्थितिबाट, अब मतलब एउटा शैलीबाट यो पहिलो भाग चाहिँ सुरु भएको छ। त्यो साहित्यिक शैली छ। एउटा जङ्गलमा त्यतिखेरको अवस्थामा को जुन परिवेशहरू इङ्गित गर्दै जङ्गलमा एउटा बँदेल कुदिरहेको छ, त्यस बँदेललाई दुईतिरबाट तीर प्रहार हुन्छ भाग्दा भाग्दै र बँदेल ढल्छ
र बँदेलको शरीरमा 2टा तीर हुन्छन्। अनि त्यो शिकार ढलिसके पछाडि 2टा तीर भएपछि त दुईतिरबाट आयो, 2टै शिकारी त्यहाँ आइपुग्छन्। एउटा शिकारी ती युवराज अटल सिंह हुन्छन् भने अर्का शिकारी चाहिँ एकजना किराँतिनी हाङमा हुन्छन्। र त्यो शिकारको बारेमा दुई बीच विवाद हुन्छ, यो मेरो हो, मैले हानेको हो भन्दाखेर अब हाङमाले पनि जिद्दी गर्छ, यो मेरो शिकार हो, मैले पहिला हानेको थिएँ। अटल सिंहले पनि दाबी गर्छ, तर अन्तिममा हाङमाले जित्छिन्। यो अलिकति किराँती कल्चरमा अलिकति महिला प्रधानताको कुरा र स्वतन्त्रताको कुरा, नारी पर्सपेक्टिभबाट हेर्दा पनि त्यो देखिने कुरा यहाँ झल्किन्छ। त्यस पछाडि उनीहरू बीचमा अब एक खालको माया प्रेम सुरु हुन्छ। त्यहाँबाट यो उपन्यासको कथावस्तु सुरु हुन्छ। त्यस पछाडि विभिन्न त्यहाँ घटनाक्रमहरू आउँछन्। क्रमशः अब पछि उनीहरूको बिहे हुन्छ, अनि त्यो उनीहरूकै सम्बन्ध सुधारका लागि त्यही ठाउँमा फेरि भेट्ने हुन्छन्। अब गाउँमा के हुन्छ भने के अरे त्यो हतुवा राज्यमा चाहिँ गैर किराँतीको पनि बसोबास रहेको हुन्छ र किराँती संस्कारमा चाहिँ आफै मिलेर बिहे गर्ने प्रचलन पहिलादेखि नै थियो भन्ने पनि यहाँ देखिन्छ। अलिअलि सामाजिक प्रतिबिम्ब पनि देखिन्छ त्यतिखेरको। र त्यतिखेर एकजना गैर किराँतीको छोरी चाहिँ अर्कै केटासँग लभ परिसकेपछि भागेर जान खोज्दाखेर माइतीहरूले समाएर त्यहाँ समाजले नदिरहेको अवस्थामा राजकुमार स्वयं गएर त्यो बिहेलाई चाहिँ वैध बनाएर पठाएको हुन्छ। पछि उनै गैर किराँती चाहिँ अब ती राजा अटल सिंह राजा हुँदाखेरि उसको सेनापति बन्छन्। यसरी राजा अटल सिंह भइसके पश्चात अब त्यहाँ पृथ्वीनारायण शाहले अटल सिंह राज्याभिषेक भएकै बेला पृथ्वीनारायण शाहले चाहिँ गोर्खा जितेको कुरा चाहिँ यहाँ ठ्याक्कै इतिहासलाई संयोग मिलाइएको छ। अनि त्यस पछाडि पृथ्वीनारायण शाहको बिस्तारै गोर्खा राज्यको विस्तारको क्रममा अब कीर्तिपुर जित्दै उपत्यका जित्दै पूर्वतिर आउने क्रममा अब यहाँ के हुन्छ भने यो अलिकति हतुवाका ती अटल सिंह लगायत त्यहाँका महिला पुरुषहरू किराँतीहरू चाहिँ अलिकति धनुरमा चाहिँ अलिकति बढी कौशलता सिप भएको कुरा पनि उल्लेख गरिएको छ। र त्यहाँ त्यतिखेर एउटा साकेला सिली प्रदर्शनी, अनि त्यस पछाडि धनुर हान्ने एउटा प्रतियोगिताहरू पनि हुन्छन्। अनि त्यस पछाडि तरबार युद्धका कलाहरू प्रदर्शनीहरू पनि हुन्छन् हैन। यी कुराहरू पनि त्यहाँ बीचमा आउँछन्। पछाडि अब पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा पूर्वतिर आउँदाखेर अब अटल सिंह अथवा यो खम्बुवान तिर बोलाउनका लागि चाहिँ यहाँ निश्चित पात्रहरूको नि नाम, जस्तै हरिनन्द के भन्ने पर्छ सर, हरिनन्द पोखरेल हैन सर, हरिनन्द पोखरेल चाहिँ पृथ्वीनारायण शाहलाई भेट्न गएको यहाँ माछकिरातको माटो बोकेर। अब त्यस पछाडि कोशी तरेर ल्याउनलाई सहयोग गरेको कुराहरू पनि यहाँ आउँछन्। त्यस पछाडि अब पृथ्वीनारायण शाहको सेना र हतुवागढी अटल सिंहको सेनाहरू बीच युद्ध भएको कुराहरू छन्। त्यस पश्चात अब त्यहाँ विभिन्न घात अन्तर्घात षड्यन्त्रका कुराहरू पनि छन्। अब पृथ्वीनारायण शाहको पहिलोचोटि हतुवा सेनासँग युद्ध हुँदाखेर हार मानेर फेरि दोस्रोचोटि एउटा पत्र पठाएर
त्यस पछाडि फेरि कुनै अब यता नदीको तटमा वार्ताको लागि बोलाउँछ। त्यसमा चाहिँ कुनै 20 जना सेना लिएर निशस्त्र आउनुपर्ने भन्ने खबर पठाइन्छ र विश्वास गरेर जाँदाखेरि युनान शाहको सेना हरूले चाहिँ त्यो बालुवाभित्र के अरे पहिल्यै हतियार लुकाइराखेको अनि निशस्त्र सेना आइपुग्दाखेरि त्यो झिकेर त्यहाँ काटेर अब षड्यन्त्र गरेको कुराहरू पनि छन्। अब यो सायद इतिहासकारले यो यसको होइन वास्तविकता बारेमा पक्कै पनि अब व्याख्या गर्नेछ, तर ती कुराहरू छन्। त्यसरी गर्दै गर्दै अब हतुवा गढी राज्यभित्रका अन्य छिमेकी अन्य गढीका राजाहरूसँग पनि अटल सिंहले सहयोग माग्दाखेरि उनीहरूले आत्मसमर्पण गर्न चाहँदा पनि अटल सिंहले चाहिँ मान्दैन। अटल सिंह चाहिँ अन्तिमसम्म लडेर आफ्नो राज्यको लागि आफ्नो जुन मातृभूमिको लागि बहादुरीताका साथ लडेको जुन कुरा छ, त्यसैले गर्दाखेरि यसको नायकको रूपमा चाहिँ अटल सिंहलाई प्रस्तुत गरेर अन्तिममा युनान शाहले हतुवा राज्य कब्जा गर्छ र संयोगवश अटल राजा चाहिँ भागेर मधेस पुग्दा पुग्दै बाटैमा मृत्यु हुन्छ र त्यहाँ मृत्यु संस्कार किराँती संस्कार अनुसार गरेर अन्य उनका नाति लगायतको टोली चाहिँ इन्डिया प्रवेश गरेको सम्मको कथावस्तु यो सबै इतिहासकै कथा छ। र अन्तिममा फेरि यसको जुन इन्डिङ चाहिँ फेरि साहित्यिक तरिकाले छ। यो चाहिँ पूर्वदीप्ति शैलीमा नाटकीय रूपमा टुङ्गाइएको छ क्या, एकदम कलात्मकता देखिन्छ। त्यो मानेमा यो अब साहित्यिक कृति हो र अन्तिममा चाहिँ यो सबै सारा कथा चाहिँ बाजेले नातिलाई सुनाइरहेको अवस्थामा सकिन्छ, एउटा फिल्म जस्तो। अन्तिममा त अब कथा सुनाइसके पछाडि नाति निदाउँछ अनि सुन्ने कथा बाजेले चाहिँ सुन्नेलाई सुनको माला भन्ने खालको गरेर टुङ्गिएको हुन्छ भनेपछि एउटा परिदृश्य सुरु भएर त्यसरी टुङ्गिएर अब एउटा बाजेले नातिलाई कथा भनेको शैलीमा, एउटा कथात्मक शैलीमा यो यसलाई प्रस्तुत गरिएको छ। यो अत्यन्तै साहित्यिक दृष्टिकोणले पनि यो सफल हुनुपर्छ भन्ने मलाई लाग्छ र इतिहासको दृष्टिकोणले पनि यो एउटा सफल कृति हो भन्ने मलाई लाग्छ। अब यो मैले चाहिँ यो विवरण प्रस्तुत गरेँ र यस सम्बन्धमा चाहिँ मेरो दृष्टिकोण चाहिँ पाठकलाई मैले अघि भने अब यो यसलाई चाहिँ एउटा फेनोमेनोलोजिकल्ली भ्यूबाट हेर्नुपर्छ भन्ने लाग्छ। यसलाई चाहिँ अब यो यसको यहाँ भाषा 3वटा भाषाहरूको उपयोग गरिएको छ। किराँती लगभग मलाई चाहिँ चाम्लिङ भाषाको पनि प्रयोग भएको छ, किनभने त्यतिखेरका हतुवा गढीका राजा त्यहाँका जनताहरू प्राय किराँती भाषा बोल्छन् भन्ने ढङ्गले त्यहाँ प्रस्तुत भएको छ भने जस्तै हरिनन्दनको गुरुजनहरू चाहिँ संस्कृतको पनि कतिपय श्लोकहरू भनेको कुरामा संस्कृत पनि आउँछ भने नेपाली भाषा पनि भने चाहिँ 3टा भाषाको उपयोग गरिएको छ। र अब यो यसलाई हेर्ने दृष्टिकोण अब मुन्दुमी एङ्गलबाट हेर्ने हो भने एउटा देखिन्छ होइन। हिजो हामीले त अब के अरे युनान शाहको बहादुरी पढेर आएको विद्यार्थीको एङ्गलले हेर्दा अर्को देखिन्छ होला। फेरि अब यहाँ चाहिँ फेरि अटल सिंहको बहादुरीताको हिसाबले हेर्दाखेरि अर्को एङ्गलले देखिन सक्छ होइन। त्यसले गर्दाखेरि यो बहुल सत्यको आधारमा यसलाई व्याख्या गर्न सकिन्छ। त्यसले गर्दाखेरि म त्यसको व्याख्या गर्ने अवस्थामा छैन र एउटा यो फेनोमेनोलोजिकल्ली हेर्दाखेरि हाइडेगरले भन्छ वाट सोच इट सेल्फ बिसिन एज इट इज भन्छ। जुन चिज घटना चाहिँ विषयवस्तुलाई चाहिँ जुन छ त्यही रूपमा हेर्नुपर्छ भनेर भन्दो रहेछ। हाम्रो पूर्व कल्पना पूर्व ज्ञान को कसीमा हेर्यो भने चाहिँ त्यो पूर्वाग्रह हुन सक्छ। त्यसले गर्दाखेरि जो जे छ त्यही रूपमा हेर्दा चाहिँ त्यसको न्याय हुन्छ भन्ने एउटा त्यो दृष्टिकोण रहेको छ। त्यसैले गर्दा यसलाई जुन त्यही दृष्टिले हेर्दाखेरि हामीले पाठकहरूले र अन्य विश्लेषकहरूले पनि त्यही रूपमा विश्लेषण हुन सक्छ।
त्यही रूपमा यसबाट हामीले ज्ञान आर्जन गर्न सक्छौँ, उपयोग गर्न सक्छौँ र बहुदृष्टिबाट यसलाई हेर्न सकिन्छ भन्ने मलाई लाग्छ। र यो कृति वास्तवमा यो नेपाली साहित्यको लागि र यो नेपालको इतिहासको लेखनको लागि पनि एउटा महत्त्वपूर्ण कृति उहाँले दिनुभएकोमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै मलाई डर लागिरहेको छ मैले गलत गरेँ, गलतै गरेको छु भने पनि सरले सच्याइदिनु हुनेछ, लेखकीय दृष्टिकोण पनि प्रस्तुत गर्नुहुनेछ भन्दै गल्तीमा माफी माग्दै म छोटो यो विवरण चाहिँ यही प्रस्तुत गरेको र अन्त्य गर्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। र अन्तिममा थोरै यसको भूमिका र अन्तिममा यो थोरै कुरा म पढेर जान्छु, यसबाट पनि धेरै कुरा यस सम्बन्धी थाहा हुन्छ। यो कृतज्ञता ज्ञापनमा सरले लेख्नु भएको छ, कुनै विषय वा समुदायको इतिहास लेखन एउटा कठिन काम हो। विशेष गरी यदि त्यस सम्बन्धी लिखित दस्तावेजहरू उपलब्ध छैनन् भने लिखित प्रमाणको अभावमा लेखकको किंवदन्तीहरू, लोकगीत तथा लोककथाहरू, जनश्रुतिहरू र सो समुदायका वृद्ध व्यक्तिहरूसँग गरिएका वार्तालाप, अन्तर्वार्ता आदिमा निर्भर हुनुपर्छ। यस पुस्तकका लेखकले पनि सोही विधि अपनाएर यो पुस्तक तयार पारेको हो। सबैलाई थाहा छ, हजारौं वर्षसम्म नेपालमा शासन गरी पनि राई किराँतीहरूको इतिहास लेखिएन। शाह वंशको शासन सुरु भएपछि आधुनिक कालमा नेपाली इतिहासकारले लेखेका इतिहास सोही वंशको इतिहासमा सीमित रह्यो। यी इतिहासका पुस्तकहरूमा काठमाडौँदेखि पूर्व किराँतीहरूले शासन गरेको प्रदेशको इतिहास 1-2 पेजमा सकिन्छ र कति किताबमा त 2-4 वाक्यमा लेखिएर सिद्ध्याइएको भेटिन्छ। साँच्चै भन्ने हो भने राई किराँत शासनको इतिहास लेखिएको छैन। त्यसैले अझै पनि माझ किराँतले इतिहासकारको कलम पर्खेर बसेको छ। यो पुस्तक राई शासनको इतिहास होइन, प्रत्युत साहित्यको माध्यमले यो कालखण्डको इतिहासलाई हेर्ने प्रयास हो। पुस्तकलाई यस स्वरूपमा ल्याउन लेखकले आजसम्म उपलब्ध भएका देशी विदेशी विद्वानहरूका पुस्तक तथा निबन्धहरू पढेर, समुदायका विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेर, हतुवाको स्थलगत भ्रमण गरेर अनि उपन्यासका नायक अटल सिंह राईको वंशजहरूसँग भेटघाट गरेको हो। यसो भए तापनि यस पुस्तकमा लेखेको कुरो 100% सही हो भन्ने लेखकको दाबी छैन। ऐतिहासिक उपन्यासमा लेखिएका सबै घटना र विवरण सत्य हुँदैनन् पनि, किनभने त्यो साहित्य हो, इतिहास होइन। यो पुस्तक पनि इतिहास र साहित्य, सत्य घटना र कल्पनाहरूको सम्मिश्रण हो। न त यो सबै सत्य हो, न सधैँ सबै कल्पना, फ्यान्टेसी। प्रबुद्ध पाठकले यो कुरो बुझ्लान् भन्ने अपेक्षा लेखकको छ भनेर उहाँले लेख्नु भएको छ। अन्तिम पातामा के लेख्नु भएको छ भने, नेपालमा 1500 वर्ष किराँत वंशले शासन गरे र पछि लिच्छवीहरूद्वारा काठमाडौँबाट विस्थापित भएर पूर्व लागे भन्ने इतिहासले भन्छ। तर त्यसपछि किराँतीहरूको के भयो भन्ने कुरामा इतिहास मौन छ। समयको लामो अन्तराल कयौं शताब्दीपछि 18औं शताब्दीमा आएर इतिहासले पूर्वी नेपालमा किराँतीहरूको शासनको उल्लेख गर्छ। कोशी नदीका वरिपरि उनीहरूको राज्य थिए, जसलाई पृथ्वीनारायण शाहले पराजित गरे। यो निर्विवाद सत्य हो। यसबाट एउटा तथ्य के पनि स्पष्ट हुन्छ भने पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेर पूर्व लाग्दाको समयसम्म नेपालमा किराँत शासनको अन्त्य भएको रहेनछ। नेपालका पूर्वी भागका शासक उनीहरू नै थिए। नेपालमा किराँत शासन अति प्राचीन काल ईसापूर्वदेखि नै ईसाको 18औं शताब्दीसम्म रहेको स्पष्टै छ। यो पुस्तक त्यस्तै एउटा किराँत राज्य हतुवाको शासन अटल सिंह राईमाथि आधारित छ, जसले तत्कालीन गोर्खा राज्यसँग वीरतापूर्वक लडेको थियो। यो पुस्तक उपन्यास भएकाले यसमा भएका सबै कुरा ऐतिहासिक तथ्य होइनन् भन्ने स्वतः सिद्ध छ भनेर लेख्नु भएको छ। हस्, धन्यवाद।